नमस्ते सबैजनालाई होइन। आज चाहिँ म हजुरहरूलाई दाँतको अगाडिको बिचमा भएको ग्यापलाई होइन कसरी जिर्कोनिया क्राउन लगाएर बन्द गरिन्छ भनेर एउटा केस देखाउँदैछु होइन। यो त अब दाइको चाहिँ अगाडिको दाँतमा यस्तो ग्याप थियो, यो दाँतहरू पनि अगाडि अगाडि आएको थियो होइन, यो धेरै अगाडि आएको थियो, ग्याप थियो होइन। यसलाई चाहिँ हामीले नाप लिएर हामीले जिर्कोनिया क्राउन बनाएर आएको छ। हजुरहरूलाई लगाइसके पछाडि देखाउँछु है त। हामीले दाइको चाहिँ जिर्कोनिया क्राउन फिटिङ गरिसकेको छौँ होइन। अब हजुरहरूले यसो हेर्नु होला कस्तो लाग्यो, प्रतिक्रिया दिनु होला होइन। हजुरहरूलाई पनि केही समस्या छ यस्तो छ भने चाहिँ जनसेवा डेन्टल क्लिनिक इटरीमा आउन सक्नुहुन्छ। हाम्रोमा दाँत सम्बन्धी सबै कुराको समाधान छ है। हजुरहरू पनि आउनु होला। ल हेर्नुहोस् त, ल हेर्नु है। उहाँको यो दाँत अघि मैले भने जस्तै अगाडि थियो, हामीले पछाडि टोक्नु त पछाडि। यसलाई चाहिँ हामीले जिर्कोनिया क्राउन लगाएर यो 4वटा जिर्कोनिया क्राउन लगाएर उहाँको स्माइल मिलाएका छौँ होइन, दाँतहरू पनि मिलाएका छौँ होइन। हजुरलाई कस्तो लाग्यो? हजुरले हेर्नुभयो नि होइन, कस्तो लाग्यो त हजुरलाई? एकदम खुसी लाग्यो। एकदम ठिक छ, ठिक छ। हजुरहरू अरूलाई पनि अब आउन भनेर सल्लाह दिनुहुन्छ कि के भन्नुहुन्छ? कस्तो लाग्यो? एकदम राम्रो फिडब्याक दिन्छु। हजुर ल हुन्छ, फेरि केही समस्या भयो भने आउनु होला है त।